Hello guys. Welcome to my another blog. अनि कस्तो हुनुहुन्छ हजुरहरू? होप सन्चै हुनुहुन्छ होला। आजको ब्लगमा चाहिँ हजुरहरूलाई गाडीको भित्र इन्टिरियर वास कसरी गर्ने भन्ने देखाउन गइरहेको छु। सो किप इन टच। सो गाइस हेर्न सक्नुहुन्छ है यो गाडीभित्र कति मैला छ कहिलेदेखिको मैला होला नि गाइस। सो यो गाडीभित्रको मैला चाहिँ आज म एकदम क्लिन गरेर देखाउने छु हजुरहरूलाई। हेर्न सक्नुहुन्छ एन्ड रिजल्ट। सो गाइस तपाईले सोच्नु भएको होला यो भाइले आज एकदम एनर्जी ड्रिङ्क्स खाएर गर्दैछ भनेर सोच्नुभयो होला, तर त्यस्तो केही हैन गाइस। किनभने इन्टिरियर वास गर्नुको लागि अलमोस्ट होल डे लाग्छ। सो मैले चाहिँ भिडियो फास्ट फरवर्डमा राखेको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले भिडियो धेरै नलम्बियोस् भनेर मैले फास्ट फरवर्डमा राखेको गाइस। भिडियो इन्ट्रेस्टिङ हुनेछ गाइस। सो लास्टसम्म हेरिदिनुहोस् होला। लास्ट एन्ड रिजल्ट एकदम सरप्राइजिङ हुनेछ हजुरहरूलाई। सो भिडियो लास्टसम्म हेरिदिनुहोस् होला। सो गाइस हेर्न सक्नुहुन्छ रिजल्ट कस्तो आएछ रिजल्ट गाइस। पहिला यस्तो थियो गाइस, यस्तो पछाडिको जस्तै एकदम मैला थियो गाइस। सो हेर्न सक्नुहुन्छ कति क्लिन भएको छ। यसरी नै म सबै पछाडि पनि क्लिन गर्नेछु गाइस। हजुरहरूको कार पनि यस्तै भित्र मैला छ भने हजुरले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सिलिङ, डोर प्याड, डेस्कबोर्ड, सिट, फ्लोरिङ सबै क्लिन गर्छौँ हामीले र फुल कार पनि वास गर्नेछौँ। अन्त हजुरहरू इन्टिरियर वास गर्नु चाहनुहुन्छ भने ट्रान्स हिमालयनमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मलाई खासै लोकेसन भन्नुपर्दा चाहिँ एएमडब्ल्यू वर्कसपको छेउमा हजुर। ल धन्यवाद। सो गाइस हजुरहरूको गाडी पनि मैला छ भित्र पनि, हजुरहरूको गाडी पनि भित्र मैला छ भने मलाई कमेन्ट गरिदिनुहोस् होला। मेरो लोकेसन अझै डिटेलमा म दिनेछु हजुरहरूलाई।
हेर्न सक्नुहुन्छ 80% जस्तो इन्टेरियर वर्क सकिसकेको छ। हेर्न सक्नुहुन्छ गाइस रिजल्ट। यता पछाडि चाहिँ दुःख छैन, अगाडि हेर्न सक्नुहुन्छ कतिको फिनिसिङ आएछ गाइस। अघि कस्तो थियो र अहिले कस्तो छ गाइस, हेर्न सक्नुहुन्छ तपाईँले डिफ्रेन्स। सो गाइस हेर्न सक्नुहुन्छ मैले मर्निङ टाइमबाट थालेको, अब रात पर्न आँटिसक्यो। अब म लास्ट पार्ट ब्याक साइड गर्दैछु, सिलिङको ब्याक साइडमा। सो हेर्न सक्नुहुन्छ गाइस, टाइम चाहिँ अलमोस्ट 1 डे लाग्छ गाइस इन्टेरियर वर्कको लागि। सो हजुरहरूले टाइम निकालेर आइदिनुहोस् होला इन्टेरियर वर्कको लागि चाहिँ भनेर भन्न चाहन्छु गाइस। हजुरहरूलाई यो चाहिँ भन्न चाहन्छु कि हजुरहरूको इन्टेरियरमा जस्तै सिलिङमा ड्यामेज छ, स्क्रच छ, सुपर ग्लु या अथवा डढेको छ भने चाहिँ हामीले क्लिन कम्पनी जस्तो बनाउन सक्दैन। एक्सेप्ट द्याट मैला मात्रै एकदम सिलिङहरू ड्यामेज छैन भने चाहिँ क्लिन गरेर सोरुमको फिनिसिङ दिनुसक्छ, त्यो भन्न चाहन्छु हजुर। हजुरहरूलाई मेरो कामको एक्सपिरियन्स भन्नुपर्दा चाहिँ म इन्टेरियर वर्क गरेको 4 साल भयो हजुर। मेरो वर्क एक्सपिरियन्स चाहिँ 4 इयर्सको छ। सो हजुरहरूले मलाई ट्रस्ट गर्न सक्नुहुन्छ र हजुरहरूको पनि गाडी म भएकोमा ल्याउन सक्नुहुन्छ इन्टेरियर वर्कको लागि हजुर। सो गाइस हेर्न सक्नुहुन्छ धेरै मेहनतको बाद रिजल्ट हेर्न सक्नुहुन्छ गाइस। मेरो साथीले चाहिँ बाहिर ढुल्दैछ। सो मैले चाहिँ भित्रको इन्टेरियर वर्क चाहिँ सक्यो गाइस। सो हेर्न सक्नुहुन्छ रिजल्ट। रात पनि पर्यो, कस्तो क्लिन भएछ गाइस कमेन्ट गरिदिनुहोस् होला। फर्स्टको क्लिप हेर्नुभयो भने हजुरहरूले देख्न सक्नुहुन्छ कति मैला थियो र अहिले फिनिसिङ गरिसकेपछि कस्तो छ रिजल्ट देख्नुभयो होला हजुरहरूले। सो हजुरहरूको गाडी पनि यस्तै मैला छ भने कन्ट्याक्ट गरिदिनुहोस् होला र म भएकोमा ल्याइदिनुहोस् होला, सो द्याट तपाईँहरूको पनि यस्तै फिनिसिङ गर्न सकौँ। हजुरहरूलाई इन्टेरियर वासको साथमा नर्मल वास चाहिँ फ्री छ हजुर हाम्रोबाट। सो गाइस हेर्न सक्नुहुन्छ फाइनल लुक कस्तो भएछ गाडीको, पहिला कस्तो थियो र अहिले कस्तो भएछ गाइस। कम्पनी फिनिसिङ भएछ न गाइस। सो हजुरहरूको पनि यस्तै चम्काउनुहुन्छ, गाडी यस्तै क्लिन राख्नु मन छ भने मलाई कन्ट्याक्ट गरिदिनुहोस्, मलाई कमेन्ट गरिदिनुहोस् गाइस। सो गाइस हजुरहरूलाई मेरो काम, मेरो मेहनत हजुरलाई मन पर्यो भने लाइक, कमेन्ट अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला र धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरिदिनुहोस् होला। सो गाइस यति भन्दै आजको ब्लगलाई यहीँ अन्त गर्न चाहन्छु र हजुरलाई यस्तै राम्रो भिडियोहरू नेक्स्ट ब्लगमा देखाउने छु। So till then, take care, bye bye. Thanks for watching.